हरिबहादुरको एउटा सानो परिवार थियो। आमा विष्णुमाया र बुवा हरिबहादुरको एक छोरा र 2 छोरी थिए। छोरी अमृता र 2 छोरा शिव र शङ्कर थिए। अमृतालाई 23 वर्षको उमेरमा पोर्चुगलबाट केटा माग्न आए। बाले विधिपूर्वक बिहे गरिदिए। शिवको सरिनासँग र शङ्करको राधिकासँग बिहे गरिदिए। शङ्करको बिहेको 17 दिनपछि घरमा भएको सल्लाहबाट नाटकको सुरुवात हुन्छ। सुन जेठा, अब सबैभन्दा जेठी छोरी त्यसको नि कर्मदान भइगयो। तेरो नि भयो। कान्छी बुहारी भित्रको नि आज 17 दिन भयो। हिजो बिहे दर्ता नि गरेर आए। मलाई त तिमीहरू 3 जनाकै बिहे भएपछि त टाउकाको भार पैतालामा सरे जस्तै भएको छ। आमा नि खुसी छ। हेर त, हिजो एक्लै काम गर्ने भन्थिस् नि, आज घर भरिभराउ छ। हो नि, मलाई त खुसी लागिछ। अब यिनीहरूको सन्तान खेलाउन पाए मर्ने बाटो नि सजिलै खुल्थ्यो। अहिले नै कहाँ बच्चा जन्माउने नि आमा? हजुरको बुहारी एकचोटि त विदेश जानै पर्छ भन्छे। होइन, किन जानु विदेश चाहिँ? आफ्नो माइती सबै विदेश छन्। एउटै सारी पटक पटाउलाका लाजै हुन्छ मलाई। माइतीमा सबै धनी धनी छन्। यता देउर बाबुको पनि छिट्टै भिजा लाग्ने कुरा छ। देश भनेको देश हो। तिमीहरूलाई यस्तो माया उता कसले गर्छ र बुहारी? यता पनि छोराको जागिर राम्रै छ। महिनामा 40,000 जति तलब आइहाल्छ। तिम्रो नि 20-25 हजार त आइहाल्छ नि। हामी बसेर तिमीहरूको खर्च बढेको भावहरू हामी बुढाबुढी गाउँमै जान्छौँ नि त। उता त्यत्रो जग्गा बाँझै छ। यहाँ त्यही फलफुललाई 200-300 तिर्नुपर्छ किलोको। उता भए आफ्नै घुर्यानमा जति खाउँ फल्छ। अब कान्छी बुहारीको नि जागिर छैन। कान्छी बुहारी लिएर हामी गाउँ जान्छौँ नि त। उनी गएपछि खाना बनाएर दिइहाल्छिन्। अन्न जति खाए नि फलिहाल्छ। होइन आमा, कस्तो कुरा गर्नुभएको? मलाई त हजुरको छोराले मेरो अस्ट्रेलियाको भिजा आउनै लागेको छ। सँगै विदेश जाने, उतै बस्ने भन्नुभएको छ बिहे अघि। त्यही पनि आमा, यिनलाई त त्यस्तो काम गर्न त आउँदैन। उनी सानैदेखि सहरमा नै बसेकी हुन्। अनि तिमीहरू विदेश टग्गै नछोड्ने हो त? विदेश त जाने हो बा, तर हामी कहाँ गएर उतै बस्ने हो त? आइहाल्छौँ नि। 2 वर्षमा 1 महिना बिदा लिएर आउँला। धेरै बसे 10 वर्ष त हुने बुवा आमा। खोइ बाबु, पल्लो घरको छोरा बुहारी पनि त्यसै भनेर गएका रे। खोइ आएनन्। त्यस्तो हुन्न नि आमा, सबैजना कहाँ एउटै हुन्छन् त। अब काम नगरे नि थकै लाग्दो रहेछ यो सहरमा। जाउँ सुत्न, रातिको 11 बजिसक्यो। सबै आफ्नो कोठामा गए। जेठो छोरा बुहारीको कुराकानी। हेर सरिना, बुबा आमाले भनेको कुरा पनि त ठिकै हो। अब बुढिसकाल पनि लाग्यो बुबा आमाको। टिप्ने बिसामा हामी सबै विदेश गएपछि बुबा आमाको त बिजोग पो हुने हो कि? होइन बुढा, हजुरले कस्तो कुरा गरेको? बुबा आमाले किन गर्नुपर्छ र दुःख हुनलाई? हामीले विदेशबाट पैसा पठाउँला, खानुहुन्छ, बस्नुहुन्छ। के हुन्थ्यो र सरिना त्यस्तो? आमालाई दम छ। बुबा न्युरिक एसिडले राम्रोसँग उठ्न बस्न सक्नुहुन्न। खाना बनाएर खान सक्नु भएन भने त। अनि के बुबा आमाको पिर लिएर जिन्दगीभर यहीँ बस्ने त? उता दाइले पैसा पठाइदिन्छु भन्नुभएको छ। खुरुक विदेश जाने, काम अगाडि बढाउने। धेरै किसकिस नगर है, नसुतम। उता कान्छो छोरा बुहारीको कुराकानी। बुढा, कस्तो कुरा गर्नुभएको आमाले? मलाई त गाउँ जा रे। अब म गाउँ जान्छु त। आमाले बुढेसकालमा एक्लै भइन्छ कि भनेर भन्नुभएको होला नि। तिमी सँगै विदेश जाने हो है? तिमी गएर भिसा पठाइदेऊ। तिमी अलि पछि आउ न त। आमाले नाति नातिनी खेलाउने रहर गर्दै हुनुहुन्थ्यो। उही के कुरा गरेको तिमीले? बिहे गर्न नपाई म बच्चा जन्माउनु? मेरो फिगर बिग्रिँदैन? तिमीले भन्न खोजेको के हो? त्यस्तो होइन के लाठी। बुवा आमालाई नि यता गफ गर्न, बुलिन साथी हुन्छ नि भनेर हो कि? बुझ न।
हेर त्यस्तो कुरा चाहिँ नगर है। विदेश जाउँला, कमाउला, रमाउला अनि आउला, बच्चा जन्माउला, हुन्न? हजुरको जो आज्ञा हजुर। भोलिपल्ट बिहान सबैजना उठेर आफ्नो काममा लागे। बुवा आमा बिहान हिँडौँ न भनेर एकछिन बाहिर निस्किनु भएको थियो। फर्केर आउँदा छिमेकीले देखिहाले। होइन, बुढाबुढी सँगै हिँड्नु भएको छ त। कस्तो माया अघि बुढेसकालमा पनि। त्यस्तो होइन नि बहिनी। अब बुढेसकालका एकअर्काको सहारा भनेकै बुढा र बुढी त रहेछ नि। छोरा बुहारी विदेश जाने कुरा गर्दैछन्। अनि नाति नातिना चाहिँ कहिले पाउँछन् रे त? जेठो दाईको बिहे गरेको पनि 4-5 वर्ष भइसक्यो। विदेशबाट आएपछि पाइहाल्छन् नि। अस्ट्रेलिया जस्तो देश पो जाँदैछन्। 4 महिनापछि। आमा, ए बा, आमा। है किन कराउँदै आएको? के भयो? मेरो त भिसा आयो बा। सबैजना खुसी भए। आमाको मन भित्र रोइरहेको थियो। बाहिर भने हाँसिरहेकी थिइन्। बालाई छोराले सुख पाउने भो लाग्दै थियो। उता श्रीमती खुसीले नाच्दै थिइन्। भिसाको प्रोसेस गर्न 1 महिना लाग्यो। 1 महिनापछि। ओहो, ल खुसीको खबर। होइन, छिटो गर्न। उता प्लेन छुट्ला। कति बेर लगाएको? ठिक पार्दैछु आमा, आइहाले। बाले टिका लगाउँदै भने, ल सधैँ सुख शान्ति होस्, दुःख नपरोस्, धेरै पैसा कमाएस् अनि छिट्टै फर्केर आएस्। समयमै खाना खाएस्, घरको पिर नलिनु, राम्रोसँग जानु है। जेठी बुहारी सुक्क गर्दै थिइन्। कान्छो छोराले गाडी बाहिर निकाल्दै, छिटो गर्नुहोस् न, ढिला हुन्छ फेरि भन्यो। बुबा आमा, पिर नगर्नुहोस् है, छिट्टै फर्किहाल्छु नि। कान्छो छोरा बुहारी र जेठी बुहारी जेठो छोरालाई विदेश पठाउन एयरपोर्टतिर लागे। बा आमा अँध्यारो मुख लगाउँदै भित्र पसे। समय बित्दै गयो। 2 महिनापछि कान्छो छोराको पनि भिसा लाग्यो। कान्छो छोरालाई नै विदेश पठाए। त्यसको 4 महिनापछि जेठी बुहारी डिपेन्डेन्ट भिसामा विदेश गइन्। जेठी बुहारी हुँदा त छोराले नि फोन गर्थ्यो। बुहारी विदेश गएपछि त छोराले नि बिरलै फोन गर्न थाल्यो। 4 महिनापछि कान्छी बुहारीको पनि भिसा लाग्यो। उनलाई त विदेश पठाउन एयरपोर्टसम्म जाने साथी पनि भएनन्। घरबाट माइतको बहिनी पुर्याउन गइन्। विदेश गएको छोरालाई फोन गर्दै बा छोराछोरी एकै स्वरमा भने, बा दर्शन। भाग्यमानी हुनु है। अनि आजभोलि तिमीहरूलाई फुर्सद नै छैन कि क्या हो? फोन पनि उठाउँदैनौ। भन्न जति सजिलो कहाँ छ र बा? फुर्सद नै हुँदैन। 16-17 घन्टा काम गर्नुपर्छ। यसो फुर्सदमा फोन गर्दै गर न। तिमीहरू बिना त घर नै सुन्ने। त्यस्तो नभन्नुहोस् न बा। हामी जहाँ गए नि बोले नि नबोले नि हजुरकै काखमा त छौँ नि। हो नि बुवा, हामीले हजुरहरूलाई कति सम्झेका हुन्छौँ। अनि आमा, खोइ त बुबा कता जानुभयो? त्यतै भान्सातिर के गर्दै होली। ए अमृता के आमा, यहाँ छोरा बुहारीले फोन उठाएको छन्, आइज त। ओहो, मेरो नानी बाबु सन्चै छौ? सन्चै छौ आमा। हजुरले कस्तो छ नि? यस्तै त हो नि बाबु। यता त बिजोग जस्तै छ नि बाबु। घरबेटीलाई भाडा नतिरेको पनि 2 महिना भयो। हुन्छ बा, म घरबेटीको छोरालाई मोबाइलमा पठाइदिन्छु, तपाईँ पिर नगर्नुहोस्। लो छोरा, त्यति गर्दै मन आनन्दै हुन्छ। भान्सामा पनि अलिअलि सामान सकिएको थियो बाबु। म त्यही घरबेटीको छोरालाई पठाइदिन्छु, त्यहीसँग लिनुहोस् न है। आमा बुबा, अब अफिस जाने बेला भयो है हाम्रो। लौ त लौ, आफ्नो ख्याल गर, हाम्रो पिर नगर। 2 महिनापछि आमा भान्सामा चिया बनाउँदै हुनुहुन्थ्यो। बुबाले यताउता गर्दै हुनुहुन्थ्यो। आमालाई बेसरी खोकी लाग्यो। बोल्नै सक्नु भएन। स्वा स्वा गर्न थाल्नुभयो। सास बढ्यो।
ए लौ न के भयो? खोइ एक्कासी सास बढेर आयो, चिसोले धम्की बढ्यो जस्तो छ। अस्पताल जाउँ? छोरा बुवाहरूलाई फोन गर्नु न। खोइ फोन नै उठाउँदैन। 5 चोटिमा बल्ल उठायो। बा म अर्को हप्ता फोन गर्छु है, आज बिदा छ त्यसैले म र बुहारी घुम्न आएका छौँ। बाले आमा बिरामी छ भन्न खोज्दै थिए, छोराले फोन राखिहाल्यो। किन जानु त अस्पताल, सधैँ सधैँ जस्तै त हो नि, एकछिनमा ठिक भइहाल्छ नि मलाई। हजुर पिर नगर्नुहोस् न। अस्पताल जानु परिगयो नि, तँलाई यस्तो गाह्रो भइसक्यो। पैसा पनि त हुनु पर्यो नि। अब म बुढालाई यो अन्जान सहरमा ऋण कसले दिला त? त्यो मेरो तिलहरी बेचिदिनुहोस्। बाले तिलहरी बेचेर आमाको उपचार गरे। धेरै त होइन, उता छोरा बुहारीले महिनामा 4-5 लाख त अवश्य कमाउँथे अस्पतालबाट फर्केर आएपछि। डाक्टरले कुन कुन खानु भन्ने थियो औषधि, मैले त बिर्सी पो सकेछु। त्यहाँ लेख्या होला नि, पढ्नुहोस् न। बुढो मान्छे आँखा नि देख्दिनँ, त्यही माथि युरिक एसिडको औषधि खानै बिर्सेछु। 15 दिन अस्पतालको बसाइ अक्षर नै पो चिन्दिनँ त। यो बेलुका लेखे जस्तो छ, यो खाता एउटा। छोरा बुहारीले फोन उठाएनन् है? जति बेलै व्यस्त मात्रै छौँ भन्छन्। मलाई डाक्टरले 2 महिनासम्म भान्साको काम नगर्नु भन्या छ। हजुर उठ्न बस्न सक्नुहुन्न? त्यही त, अब जति बेलै व्यस्त मात्रै छौँ भन्छन्। मलाई डाक्टरले 2 महिनासम्म भान्साको काम नगर्नु भन्या छ। हजुर उठ्न बस्न सक्नुहुन्न? त्यही त, अब हाम्रो त बिजोक नै हुन्छ क्यारे, खाना कसले दिन्छ? कोठा भाडा नतिरेको पनि 1 महिना पुग्यो हिजोबाट। भान्सामा के सक्या होला? अघि चिया पकाएर खानु पर्ला भनेको चिनी नै पो रहेनछ, तरकारी नि छैन। अब के गर्ने त? पहिला पहिला अरूले छोराछोरी विदेश पठाउँदा बुढेसकालमा दुःख पर्ला भन्दै गाली गर्थ्यौ। आज हाम्रो त्यही हालत भयो है बुढा। भाग्यको लेखन त नि यस्तै रहेछ। छोराछोरी भए त के नै सुख मिल्ला सोच्थ्यौँ। लेख बसी सुख दुःख गरेर हुर्कायौँ, बढायौँ, पढायौँ। अहिले नसक्दा एक्लो भयौँ। बुढेसकालको सहारा छोराछोरी भन्नु त भ्रम रहेछ नि अमृताकी आमा। हामी त खानै नपाएर मर्छौँ क्यारे। छोराछोरीले पनि फोन उठाएनन्। अब एउटै उपाय छ। कस्तो उपाय? वृद्धाश्रम। आमै हुन्न, छोराछोरीको बेजोत हुन्छ। कसले पो थाहा पाउँछ र? हामी कसैलाई नभनौला नि। अरू केही नसोच, यो अहिलेको समयमा चलेको चलन हो। आफ्ना लुगा पोको पार, म नि लुगा पोको पार्छु। अनि भोलि बिहानै यतै नजिकैको आश्रममा गएर बसौँ। पछि केही गरी छोराछोरी आइहालेछन् भने नजिकैको आश्रममा बस्यो भने छिट्टो भेट्टाउँछन्। ल अहिले चाहिँ यो पाउरोटी र नुन हालेको चिया खा अनि सुत। हस्। आमाले आँखाभरि आँसु बार्दै पाउरोटी र चिया खानुभयो अनि सुत्नुभयो। बेलुकाको सल्लाह जस्तै गरी बिहान उठेर हतार हतार ठिक परे अनि कोठाको चाबी घरबेटीलाई दिएर बा आमा आश्रमतर्फ लागे। 10 वर्षपछि। भाइ यहीँ रोक त। अब यतै बस्ने गरी आउनुभयो कि जाने गरी त? को बस्छ र यता? हामी त 2 महिनाको छुट्टी लिएर बा आमालाई भेट्न मात्रै आएको हो नि दाइ। भाइ भाडा दे अनि सुटकेस निकाल त। सबै सामान निकाल है, छुट्ला नि फेरि। अब बुबा आमालाई यतिका दिनसम्म फोन पनि गरेनौ, फोन गर त एकछिन। खोइ त फोनै लाग्दैन त, के भएको? फोन नलाग्नुको आफ्नै कारण होला नि, बिग्रेको छ कि त? त्यही त, घरै जाऊ न। को आयो ह? हामी आऊ। नमस्कार है हजुरहरूलाई।
नमस्कार। अनि यतिका समयपछि किन आयो त? बुबा आमालाई भेट्न नेपाल घुम्न नि आमा। अनि अहिले कहाँ हुनुहुन्छ त बुवा आमा? 3। अनि यतिका समयपछि आएर बुबा आमा पाइन्छ त? 70-80 वर्ष पुगेका बा आमालाई छोडेर गयो। तिमीहरू गएको केही समयपछि बुवा आमा त बिरामी भएर खाना लाउन नि नसक्ने अवस्थामा पुगे। अनि यता नजिकैको वृद्धाश्रम बस्छौ भन्थे, खै कता गए? तिमीहरूको कोठाको सामान मैले त्यहाँ राखिदिएको छु, लिएर जाऊ। हुँदा करदर गर्न नसक्ने उबेला पैसा पैसा भन्दै दगुर्यो, अहिले आएर पाइन्छ र बा आमा? हस् आमा, हामी आश्रमतिर जान्छौँ। अब कताको आश्रम हो फेरि? कति दुःख दिन जानेको, थपक्क यहीँ बसेको भए त हामी आइहाल्थ्यौँ नि। हुन्दिनु भाउजू, धेरै नसोचौ, जाउँ आश्रम। चारैजना त्यहाँबाट निस्किए। यताउता हेर्दै खोज्दै थिए। अलि पर पुगेपछि एकान्त ठाउँमा एउटा ठुलो घर देखे। त्यही घरको नजिक पुग्दा वृद्धाश्रम लेखेर बाहिर ठुलो बोर्ड राखेको देखे। बाहिर ठुलो ठाउँ पनि थियो। धेरैजना बुवा आमा बाहिर बसेर गफ गरिराखेको दृश्य अवलोकन गरे। सबै बा आमालाई हेरे, तर आफ्नो बा आमा कतै देखेन। उनीहरूलाई देखेर त्यहाँ काम गर्ने एउटा केटी बोल्न आइन्। उनी नै त्यो वृद्धाश्रम सञ्चालन गर्ने एक दयालु, इमान्दार, सच्चा छोरी थिइन्। उनले सोधिहालिन्, नमस्कार, कति कामले आउनुभएको थियो? अघिदेखि यताउता हेरिरहनु भएको छ। नमस्कार बहिनी, यहाँ हरिबहादुर र विष्णुमाया नाम गरेको बुबा आमा हुनुहुन्छ त? किन होला? हजुरहरू को हो र उहाँहरूको? हामी चाहिँ उहाँहरूको छोरा बुहारी हौँ। हामी विदेश गएका थियौँ, उहाँहरू आश्रम आउनु भएछ। सायद छोराछोरी नहुँदा घर नराम्रो लागेर होला। उहाँहरू आजभन्दा 10 वर्ष अगाडि आउनुभएको थियो। आमालाई दम र बुबालाई युरिक एसिड भएको रहेछ। उहाँहरूलाई बिस्तारै अरू रोग पनि थपिँदै गयो। अस्पताल लग्यौँ। बुबा पछि त हिँड्नै नसक्ने हुनुभएको थियो। तपाईँहरूलाई धेरै सम्झाउनु भयो। बुबाको 6 महिना अघि अनि आमाको 6 महिना पछि निधन भयो। हामीले तपाईँहरूलाई सम्पर्कमा पनि ल्याउन खोज्यौँ, तर आउन चाहनु भएन कि के हो? फोन नै उठाउनु भएन। अनि हामीले दाह संस्कार गर्यौँ। हामीले दाह संस्कार त देख्न नि पाएनौँ। तपाईँहरू जस्तोले के दाह संस्कार गर्नुहुन्छ? पैसा कमाउनुहोस् रमाउनुहोस्, किन चाहियो बा आमा? सबैले आँखाबाट आँसु झार्दै बाहिर निस्किए। सबैको कानमा बा आमाको आवाज गुन्जियो, सन्तानको रूपमा शैतान भए झैँ भए। पैसा त अथाह कमाए, तर बुवा आमाको इच्छा पूरा गर्न सकेनन्। पछुताउने ठाउँसम्म भएन। त्यसैले हामी पैसाको पछि लागेर बुवा आमाको खुसी र हर त्याग्ने नगरौँ। बा आमा भनेको जिउँदो भगवान हुन्। हुँदा नै कदर गर्न सिकौँ। गुमाएसी कोही फर्केर आउँदैन।